सिराहाको कल्याणपुर नगरपालिकाले ल्यायो 58 करोड़ 31,33,503 रुपियाँको बजेट। सिराहा जिल्लाको कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष 2082-83 को लागि 58 करोड़ 31,33,503 रुपियाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको 12औं नगरसभा मंगलबार विशेष समारोह बीच सम्पन्न भएको छ। नगरपालिकाको नगर प्रमुख रामपुकार शाहको अध्यक्षता र नगरपालिकाको उपप्रमुख रेखा यादवको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा उपमेयर यादवले नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गरेकी छिन्। भौतिक पूर्वाधारदेखि सामाजिक सुरक्षा सम्मको क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख यादवले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य सेवा, कृषि प्रवर्धन, महिला तथा बालबालिका सशक्तिकरण, विपद जोखिम न्यूनीकरण, वातावरणीय संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ। जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासी बीचको सहकार्यमा असोज महिनादेखि विकास निर्माणका काम अघि बढाइनेछ। उपप्रमुख यादवले भने चालू खर्च भन्दा बढी पुँजीगत खर्च सुनिश्चित गरिनेछ। समयमै बजेट पारित गर्ने र योजना छनौटमा तीव्रता दिने प्रतिबद्धता सभाबाट गरिएको हो। नगरपालिकाले चालू आर्थिक वर्षको बजेट समयमै पारित गर्नुका साथै योजनाको छनौट तथा लागत अनुमान प्रक्रियामा तीव्रता दिने प्रतिबद्धता जनाएको छ। वडा स्तरमा आएका मागलाई प्राथमिकताका आधारमा नवीकरण गर्दै पारदर्शी ढंगले कार्यान्वयन गरिने बताइएको छ। नगरपालिकाका मेयर रामपुकार शाहले विगत वर्षका उपलब्धिहरू प्रस्तुत गर्दै यस वर्षको बजेट प्रभावकारी सेवा प्रवाह र समावेशी विकासमा केन्द्रित हुने बताए। उनले भने अब विकास कागजमा होइन जनताको घरदोलोमा देखिनेछ। वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूको साथमा असोजदेखि नै योजनाहरू कार्यान्वयन गरिनेछ। यस वर्षका लागि शुद्ध खानेपानीको पहुँच विस्तार, सामुदायिक विद्यालय सुधार, स्थानीय सड़क मर्मत तथा निर्माण, कृषि यान्त्रिकरण, महिला उद्यमशीलता प्रवर्धन, युवा सिप विकास तालिम, विपद पूर्व तयारी र स्वच्छता अभियान जस्ता योजना प्राथमिकतामा परेका छन्। त्यस्तै संघीय तथा प्रदेश सरकारसँग सहकार्यमा सञ्चालनमा रहेका परियोजनाहरूलाई निरन्तरता दिने जनाइएको छ। विकास निर्माणमा गम्भीरता, गति र पारदर्शिता कायम गर्न योजना अनुगमन तथा मूल्याङ्कन संयन्त्रलाई अझ प्रभावकारी बनाउने सभाबाट निर्णय गरिएको छ। नगर सभामा वडा नम्बर 9 का वडा अध्यक्ष विनोद यादव सहित 12 वटै वडाका वडा अध्यक्षहरू सहित कार्यपालिका सदस्य र विभिन्न शाखाका कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरपालिकाले सहभागिता मूलक प्रक्रिया अपनाउँदै आगामी वर्षलाई विकास र सेवा प्रवाहको आधार वर्ष बनाउने प्रतिबद्धता जनाएको छ।